महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, यदि पृथ्वीबाट माहुरी नष्ट भए भने त्यसको 4 वर्षभित्र सबै मानव प्रजाति नष्ट हुनेछन्। किनभने पृथ्वीबाट माहुरी हराए भने 70% फलफुल, रुखबिरुवा, घाँसपात आदि सबै नष्ट हुन्छन्। माहुरी आफ्नो जीवनमा कहिल्यै सुत्दैन। यो जीव यति धेरै मेहनती हुन्छ कि एक थोपा मह खोज्न लगभग 10 किलोमिटरसम्म टाढा जान्छ। मह हजारौं वर्ष पनि बिग्रिँदैन। यो एकमात्र यस्तो खानेकुरा हो जसमा जीवन जिउन चाहिने आवश्यक सबै तत्त्व पाइन्छ। एउटा माहुरीको उमेर 45 दिनको हुन्छ भने यसको रानुको उमेर 5 वर्षको हुन्छ। रानु मात्रै यस्तो माहुरी हो जसले अन्डा दिन सक्छ। यसले एक दिनमै 2000 भन्दा बढी अन्डा दिन सक्छ। माहुरीलाई 1 किलो महका लागि करिब 40 लाख फूल सञ्चित गर्नुपर्छ। साथै झन्डै 1,50,000 किलोमिटरको यात्रा गर्नुपर्छ।